हेलो दिदी आज टाढेको सायद हो क्या हो ए भाउजू आमा आज मन्दिरको कहाँको सवारी मन्दिर कुन मन्दिर हो भाइरल अरूको उसबाट फुटेबाट पानी निस्किन्छ नि हो त्यहाँ जाने हो के दर्शन गर्न जाँदैछन् यहाँ चाहिँ डेन्जर जाम रहेछ है डेन्जर हो क्या यहाँ चाहिँ ठोकियो हामी घाममा तातिएर है बाबु यहाँ त अब त सबजना यहाँ घाममा तातिएर बिस्तारै हिँड्यो यहाँ सबजना सबको भोकले आँटिएर सबजना बल्ल बल्ल आइसक्यो अगाडि बढ्यो यहाँ चाहिँ हिँडबाट गाडी हुँदै रहेछ बेसी चाहिँ धेरै कुरा देख्न पर्ने कि गाइज होइन यहाँ पनि लडेर त्यस्तो भएछ त्यस्तो लडेर बिचरा है सेफ ड्राइभ भन्छु नि मैले त्यही हो सेफ ड्राइभ सुरक्षित हुनुभयो नेपालमा नत्र गाह्रो छ ओके है बाबू बुवा कताबाट हो बाटो थाहा हजुरलाई कोटी होम जाने कताबाट थाहा हजुरलाई कता कोटी के अरे उसमा के त्यो भाइरल ठाउँ छ नि कति छ नि यहाँबाट जान कति टाढा छ नि बाटो धेरै टाढा कतिको छ धेरै टाढा छैन तालबेसी त हो टाढो पानी निस्केको ठाउँमा होइन बाटो कस्तो छ राम्रो हो बाटो पकाउन लाग्यो के अलि ल ल आमा ल धन्यवाद ल यतिकै चाड दिएको हो क्या मैले भिडियो बनाउन कता ल्याएर घुम्दै घुम्दै नयाँ बाटो जाम अगाडि पढ्नु नि सँगसँगै गयो हुन्छ हिँडौँ त के भयो फोटो खिचिदिने हो पुलमा अहिले त पानी पर्न नि सक्छ कि के भएर भन आमा टिकटक बनाउने यहाँ टिकटक ल मकैबारी कराममा अब चाहिँ आमाको फोटो खिच्दै बाबु ल कता हो पोचमा है पोचमा ए टाढा नजाने कि क्या जाने अरे यहाँडै झिकिदिन्छु डेन्जर हाँसेर खिच्नुपर्छ है हाँसेर टिकटक बनाइदिने हो के त अलि नजिक बस्न हिँड्ने होइन क्या फोटो खिच्दा के हिँड्ने हो र यो त फर्केर बस्नु न रेडी 1 2 3 गो
नै ल अगाडि आएर बस्नु रहेछ कता आउनु भएको र कता आउनु भएको र हजुरहरू यही बाटो आएको हामी त अब कता यता टाढो पर्छ अरे दिदीले चाहिँ अगाडि खानु खै अचारलाई बिमारी हुन्छ भाउजूको यात्रा कस्तो भयो आज फेरि सब यहाँ मैले घर सिकाएर ल्याएर सब यहाँ जस्तै भयो नि हाँसेर हिँड्ने भनेर रमाइलो भयो भन्दै हिँड्यो अब हेर्न एक्साइटेड भिडियोमा त हेरिसकियो ल देख्न सक्नुहुनेछ है जान्न त ल पूजा गर्न म मात्रै हो जाने हजुरहरू जाने होइन जान्न त नि यो त दान पेटीको रहेछ ल आज हामी रुखबाट पानी निस्केको ठाउँमा छु है ल हेर्नुहोस् आज हामी रुखबाट पानी निस्केको ठाउँमा छु ल हेर्नुहोस् महादेवी गाई पूजा सक्यो आमा यो एकदम भगवानले हामीलाई काम सफल बनाइदिनु दिदी आउनु ल गाइस ल फाइनल्ली चाहिँ अब पूजा सकियो अब हामी चाहिँ अब जान लाग्यो अहिले अर्कै बाटो जाने अहिले आएन यताबाट झर्ने हो क्या फास्ट हो हामी माथिबाट रङ बाटो आएर अहिले चाहिँ ल सकियो ल पूजा गरेर ल सकियो अब हामी बिस्तारै अब घरतिरको यात्रा है कस्तो भयो बाबु डेन्जर रमाइलो है यता हेर न एनसी बोय भगवानसित भेट गर्न आएँ
यदि हजुरहरू यहाँ आउँदै हुनुहुन्छ भने सेतो जुत्ता चाहिँ डल्लै आउनु होला। कता हो हाम्रो कता जाने हो त नि अब भेनाले यता नरियल कहिदिन त खाम खुट्टालाई खुट्टालै सकिएन यार अस्ति बेला चाहिँ अहिले रुपाताल आइसकिएको छन् है गाइजहरू। रुपातालमा फेरि एउटा मात्रै डुङ्गा रहेछ 4 रहेछ लास्टै है। यहाँ आए हुन्छ टिकटक बनाउन रुपातालमा। यहाँ फुल फुलेको रहेछ एउटा दुइटाले भाइरल टिकटक भाइरलहरू एउटा दुइटा यहाँ आउनु पर्यो अनि भाइरल। अब हामी चाहिँ ल अब फेरि पामेमा माछा खान जाँदै है गाइजहरू। आज भिडियो चाहिँ ओहो आजको मेन भ्लगरै भरे हामी चाहिँ गाइज ल माझी कुना आएको यहाँ माछा खान स्पेसल। कस्तो हुँदैछ हेरौँ त एकदम भाइरल भन्छन् कि अब हेरौँ ल कस्तो रहेछ टेस्ट गर्नु पर्यो। भइसक्यो कि फोटो खिच्न हो एउटा खिचे त भकेर नि दुईटा खिच्देऊ अनि कोले धेरै 10 से आए जस्तो भाइ यस्तो प्रशस्तै हुन्छ यो कटिङ भएर माझीको नानी देखियो हो माझीको कस्तो हुँदै आउँदा नि आजको एकछिन त फ्याट्टै मिल्दै नमिल्ने अहिले मिल्यो भने कुरा है
अब एकछिन टिकटक बनाइदिने रे आमालाई अनि जाने रे यो तालमा जाऊँ न ल पोच है पोच भयो अब कहाँ हो फेरि देखिनु छोडिदिनु म अनि छोडिदिनु अहिले 14% यो रेकर्ड गरेको भन चाहिँ कि काटिएछ कि त्यही भन हामी चाहिँ आज बेगनास ताल गाईजोरू होइन आज कहाँ गएको भनिदिनु त आमा यता आउनु न आमाले भन्नुहुन्छ ल बेगनास ताल नै तालबेसी भाइरल छुटा मा दर्शन गर्न गएर आएको त्यहाँ दर्शन भगवानको दर्शन आशीर्वाद मागेर आइयो अब आँटेको काम सफल हुन्छ त्यहाँ फेरि बेगनास ताल आएर माझी कुना गइयो माझी कुनाबाट माछाहरू खाएर फेरि यहाँ बेगनास ताल आयौँ बेगनास ताल बनाएर एउटा टिकटक बनाइदिनु टिकटक बनाएको मेरो टिकटकमा नराम्रो भए पनि एकदम लाइक कमेन्ट गरिदिनु होला सबैले मलाई आज हामी घर फ्यामिली घुम्दाखेरि हामीलाई साह्रै नै खुसी लागेछ आज फेरि नि यसरी घुम्न फेरि कहाँ जाने अब फेरि सब सल्लाह गरेर फेरि हिँड्दैछौँ अरू नि बोल्न परेको खै माथिहरू आउँदैन ल माथि कुनामा गएर माछा खाएर आइयो सबै खायो अहिले त खाएन भोग्ला भनेको नि अनि साथीहरू पनि खेला पारियो हाम्रो पल्टनको साथीहरू फेला पारे एकदम रमाइलो लाग्यो आजको दिन त के कस्तो गरेर गयो रमाइलोमा बित्यो आजको दिन त अब के गरिदिन्थ्यो आजको दिन बितेको थाहै लागेन हाम्रो घर फ्यामिली हिँडेको एकदम खुसियालीमा थाहै लागेन ल गाइज ल भिडियो चाहिँ आमाले चाहिँ सब भन्नुभयो मैले भन्न परेन मेरो युट्युब च्यानललाई हजुरले सब्सक्राइब गर्नु भएको छैन भने हजुरहरूले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है गाइजहरूमा अब नेक्स्ट भिडियोमा भेटौँला गाइज है अब फेरि नेक्स्ट भिडियोमा बब्बाल आउँछ त्यही हो ल बाई बाई